कुनै समय थियो जुन बेला यी जोडी सम्पूर्ण नेपालीको मन मस्तिष्कमा बस्न सफल एक हास्य कलाकारको रूपमा परिचित जोडी थिए। सबैलाई आफ्नो हास्य प्रस्तुतिद्वारा आफ्नो हास्य शैलीद्वारा हँसाउन अनि मनोरञ्जन गर्न सफल भएका दुर्मुस सुन्तली। तर आजको मितिमा अवस्था सामान्य छैन, किनकि उनीहरूमा अब कसैलाई हँसाउने तागत बाँकी रहेको छैन। उनीहरूलाई समयले यसरी ठोकेको छ कि आजको यो समयमा उनीहरू आफू भित्रभित्रै रुन मात्र बाध्य बनिरहेका छन्। र यो परिस्थिति तब सुरु भयो जब उनीहरू दिन र रात घाम र पानीलाई एक गरी अत्यन्तै ठूलो सपना बोकेर रङ्गशाला निर्माण कार्यमा जुटेका थिए। त्यही रङ्गशाला जुन आज ऋण, विवाद, आरोप र प्रत्यारोपको कारण बनिरहेको छ। गौतम बुद्ध इन्टरनेसनल क्रिकेट स्टेडियम, भरतपुर, चितवन। तर प्रश्न के हो भने दुर्मुस सुन्तलीले वास्तवमै गल्ती गरेको हो त कि उनीहरूले थाम्नै नसक्ने भारी राष्ट्रले उनीमाथि थुपारेको हो त? आउनुहोस्, आज हामीहरू यसै विषय अन्तर्गत रहेर कुरा गर्नेछौँ। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। दुर्मुस सुन्तली फाउन्डेसनले एउटा ऐतिहासिक निर्णय गरे। 1 नम्बर प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्डको नेपालकै पहिलो क्रिकेट स्टेडियम निर्माण गर्ने, जसमा 30,000 जना भन्दा बढी दर्शकको क्षमता, अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने ठूलो मैदान, प्रेस बक्स, भिआइपी पंक्ति, फ्लड लाइट अनि खेल पर्यटनको सम्भावना सहितको ठूलो सपना बोकेर कार्यलाई अगाडि बढाए। तर आधार के थियो त भन्दाखेरि सहयोग र डोनेसन। अनि यो नै बन्यो उनीहरूको पहिलो मिस क्याल्कुलेसन। तर यो कार्यमा, यो योजनामा थुप्रै नेपाली दाजुभाइ दिदीबहिनीहरूले सहयोग पनि गरे। देशभित्रै बसोबासित नेपाली दाजुभाइ दिदीबहिनीहरू साथै विदेशमा बस्नेहरू समेत सबैले थोरै थोरै रकम गर्दै डोनेसन दिन थाले र फाउन्डेसनमा जम्मा हुन थाल्यो। त्यस समयदेखि दुर्मुस सुन्तली अब सिधै कलाकारबाट राष्ट्र निर्माताको रूपमा परिचित हुन थाले अनि सुरु भइहाल्यो तुरुन्तै गौतम बुद्ध इन्टरनेसनल क्रिकेट स्टेडियम परियोजना। अनुमानित रकम थियो 57 करोड नेपाली रुपैयाँ। तर यो नै उनीहरूको दोस्रो अनि ठूलो मिसक्याल्कुलेसन हुन पुग्यो, जसको कारण आज दुर्मुस सुन्तली यो अवस्थासम्म आइपुगेका छन्। कारण नेपालमा यति ठूलो पूर्वाधार मापदण्ड सहितको अन्तर्राष्ट्रिय खेल मैदान बनाउनु भनेको 80-90 करोड भन्दा कममा सम्भावना नै थिएन। किनकि पछिल्लो समय जब विभिन्न प्राविधिक निकायहरूले अनुसन्धान गरे, जस्तै अख्तियार, महानगर प्राविधिक समिति, निजी लेखा, फोरेन्सिक, संघीय सरकारको मूल्याङ्कन, स्वामित्व हस्तान्तरण समिति, सबैले एउटै निष्कर्ष निकाले कि 57 करोड बजेट अपुग छ एउटा रङ्गशाला निर्माण कार्यको निम्ति। तर यो सम्पूर्ण निकायले गरेको अनुसन्धानमा दुर्मुस सुन्तलीले कतै पनि भ्रष्टाचार गरेको पाइएन। यो कुराद्वारा के प्रश्न हुन्छ भन्दाखेरि दुर्मुस सुन्तलीको मनसाय गलत थिएन, तर गलत थियो उनीहरूको अनुमान। सुरुमा त स्वदेश तथा विदेशबाट लाखौंको रकमहरू उठाइयो, तर त्यसै लगतै सुरु भयो सारा विश्वलाई हल्लाउने कोभिड-19, जसका कारण फेरि अर्को समस्या खडा भयो, आर्थिक सङ्कट, जसको कारण प्रायोजक तथा कामदारको अभाव हुन थाल्यो र साथसाथै यससँग जोडिएका अरू विभिन्न समस्याहरूले गर्दाखेरि काम जुन स्तरमा हुनुपर्ने हो, जुन परियोजना अनुसार चल्नु पर्ने हो, त्यस अनुसार अब कार्य निरन्तरता दिन कठिन हुन गयो। त्यसपछि लगतै फाउन्डेसनमा अब थप आर्थिक सहयोग आउनै सकिने सम्भावना पनि भएन। तर दुर्मुस सुन्तली भने रोकिन चाहेन, कामलाई निरन्तरता दिनको निम्ति लागि परे अनि त्यहीँबाट सुरु भयो ऋणको कथा। बालुवादेखि सिमेन्ट, मेसिनरीदेखि मजदुर, भवन डिजाइनदेखि लिएर घेराबार सबै उधारमा लिन थालियो। कुल उधारो रकम 18 करोड नेपाली रुपैयाँ विभिन्न कम्पनीहरूसँग विभिन्न ठेकदार तथा मजदुर अनि टुवानी खर्चहरू सहित गरेर थुप्रिन थाल्यो। यसले के कुरा प्रश्न हुन्छ भने दुर्मुस सुन्तली एक उत्कृष्ट सामाजिक अभियन्ता त थिए, यसमा कुनै शंका छैन। तर उनीहरूमा निर्माण, प्रोजेक्ट म्यानेजमेन्ट, ठूला पूर्वाधार परियोजना, सरकारी नीतिगत समन्वयन सम्बन्धी क्षेत्रहरूमा भने अनुभव एकदमै कम थियो भन्ने कुरा देखाउँदछ। त्यसरी उनीहरूको यो परियोजना, यो कार्य भावनात्मक हिसाबमा त अगाडि बढ्यो, तर योजनात्मक हिसाबमा भने अगाडि बढ्न सकेन। हुन त रङ्गशाला निर्माण कार्यको जिम्मा पूर्णतया आधिकारिक रूपमा महानगरलाई दिइसकिएको छ। त्यसैले अब निर्माण कार्यको जिम्मा दुर्मुसको रहेको छैन, केवल ऋण तिर्ने जिम्मा मात्र दुर्मुस सुन्तली फाउन्डेसनको रहेको छ, जसमध्ये पनि केही करोड रकम भने सरकारको तर्फबाट हस्तान्तरण हुने कुरा रहेको छ। त्यसैले अब पूर्णतया यो परियोजना चाहिँ सरकारी बनिसकेको छ। अहिले विभिन्न सोशल मिडियाहरूमा दुर्मुसको चिन्ता अनि दुःखलाई क्रस्त रूपमा देख्न सकिन्छ। उनमा अनिद्रा, मानसिक तनाव, आलोचकहरूको आलोचनाको डर, विभिन्न आरोप अनि प्रत्यारोपको डर, विभिन्न आर्थिक सङ्कटको अवस्था र त्यसमाथि पनि उनको सानी छोरीको शारीरिक असुस्थताले गर्दाखेरि उनमा पहिलेदेखि नै चिन्ता रहेको थियो। उनको बोली नै बदलिएको छ, उनको स्वर नै बदलिएको छ। उनी भन्छन् हामीले गल्ती गरेका रहेछौँ,
हामीले देशको निम्ति सोचेर केही कार्य गर्न लागेका थियौं र यो नै हाम्रो ठूलो गल्ती हुन पुग्यो। तर यो वाक्य उनको कमजोरी होइन, देशले एक अभियन्तालाई दिएको गहिरो चोट रहेको छ। धुर्म सुन्तलीको रङशालाको कथा कुनै एउटा भ्रष्टाचारको कथा होइन, यो एउटा गलत अनुमान, ठूलो सपना तर अपूर्ण व्यवस्थापनको कथा हो। जहाँ नियत ठीक थियो तर प्रणाली गडबड थियो, जहाँ सपना एकदम ठूलो थियो तर स्रोत एकदम कमजोर थियो, जहाँ सबै कुराहरू बोक्न खोजिएको थियो तर राष्ट्रले उनलाई एक्लो बनाइदियो। यहाँलाई आजको विषयवस्तु अन्तर्गत केही भन्नु छ भने कृपया कमेन्ट गर्नुहोला अनि भिडियो मन पर्यो भने एक लाइक पनि दिनुहोस् र पछि आगामी दिनहरूमा यस्तै भिडियोहरू चाहनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब अनि फलो पनि गरिदिनु होला। यति भन्दै छुटिन चाहन्छु आजको निम्ति। हवस् त, बिदा।